Welcome and thank you very much for your interest in Nepali language. This is episode 3 of Speak the Way They Do on Top of the World. In this episode, the learner will learn sentence formation using adjectives. My bag is red. मेरो झोला रातो छ. मेरो झोला रातो छ. मेरो झोला रातो छ. Your cap is blue. तिम्रो टोपी नीलो छ. तिम्रो टोपी नीलो छ. तिम्रो टोपी नीलो छ. Color is called रङ in Nepali. Black color is called कालो. White, सेतो, red. रातो, blue, नीलो. Yellow, पहेँलो. Green, हरियो. John's sweater is black. John को स्वेटर कालो छ. John को स्वेटर कालो छ. John को स्वेटर कालो छ. What color is your shirt? तिम्रो शर्ट कस्तो रङको छ? तिम्रो शर्ट कस्तो रङको छ? तिम्रो शर्ट कस्तो रङको छ? This pencil is red. यो सिसा कलम रातो छ. यो सिसा कलम रातो छ. यो सिसा कलम रातो छ. That house is of green color. त्यो घर हरियो रङको छ. त्यो घर हरियो रङको छ. त्यो घर हरियो रङको छ. What color is your hair? तिम्रो कपालको रङ कस्तो छ? तिम्रो कपालको रङ कस्तो छ? तिम्रो कपालको रङ कस्तो छ? Delicious, स्वादिलो, मिठो. स्वादिलो, मिठो. Non-delicious, बेस्वादिलो, नमिठो. बेस्वादिलो, नमिठो. Good, राम्रो, असल. राम्रो, असल. Bad, नराम्रो, खराब. नराम्रो, खराब. This orange is delicious. यो सुन्तला स्वादिलो छ. यो सुन्तला स्वादिलो छ. यो सुन्तला स्वादिलो छ. That cake is non-delicious. त्यो केक बेस्वादिलो छ. त्यो केक बेस्वादिलो छ. त्यो केक बेस्वादिलो छ. This man is good. यो मान्छे राम्रो छ. यो मान्छे राम्रो छ. यो मान्छे राम्रो छ. That man is bad. त्यो मान्छे खराब छ. त्यो मान्छे खराब छ. त्यो मान्छे खराब छ. Tall, अग्लो, अग्लो. Short, होचो, होचो. Long, लामो, लामो. Short, छोटो, छोटो. This house is tall. यो घर अग्लो छ. यो घर अग्लो छ. यो घर अग्लो छ. That house is short. त्यो घर होचो छ. त्यो घर होचो छ. त्यो घर होचो छ. This pencil is long. यो सिसा कलम लामो छ. यो सिसा कलम लामो छ. यो सिसा कलम लामो छ. That pencil is short. त्यो सिसा कलम छोटो छ. त्यो सिसा कलम छोटो छ. त्यो सिसा कलम छोटो छ. Fast, छिटो, छिटो. Slow, ढिलो, ढिलो. Interesting, रमाइलो, रमाइलो. Boring, अल्छी लाग्दो, अल्छी लाग्दो. That car is fast. त्यो कार छिटो छ. त्यो कार छिटो छ. त्यो कार छिटो छ. This bus is slow. यो बस ढिलो छ. यो बस ढिलो छ. यो बस ढिलो छ. This film is interesting. यो फिल्म रमाइलो छ. यो फिल्म रमाइलो छ. यो फिल्म रमाइलो छ. That novel is boring. त्यो उपन्यास अल्छी लाग्दो छ. त्यो उपन्यास अल्छी लाग्दो छ. त्यो उपन्यास अल्छी लाग्दो छ. Is that magazine interesting? के त्यो पत्रिका रमाइलो छ? Or के त्यो पत्रिका चाख लाग्दो छ? के त्यो पत्रिका रमाइलो छ? के त्यो पत्रिका रमाइलो छ? Yes, this magazine is interesting. हो यो पत्रिका चाख लाग्दो छ. हो यो पत्रिका चाख लाग्दो छ. हो यो पत्रिका चाख लाग्दो छ. No, this magazine is boring. हैन यो पत्रिका अल्छी लाग्दो छ. हैन यो पत्रिका अल्छी लाग्दो छ. हैन यो पत्रिका अल्छी लाग्दो छ. Heavy, गरुङ्गो, गरुङ्गो. Light, हलुका or हलुको. New, नयाँ, नयाँ. Old, पुरानो, पुरानो. That box is heavy. त्यो बाकस गरुङ्गो छ. त्यो बाकस गरुङ्गो छ. त्यो बाकस गरुङ्गो छ. This shoe is light. यो जुत्ता हलुको छ. यो जुत्ता हलुको छ. यो जुत्ता हलुको छ. His pant is new. उसको प्यान्ट नयाँ छ. उसको प्यान्ट नयाँ छ. उसको प्यान्ट नयाँ छ. Her bag is old. उनको झोला पुरानो छ. उनको झोला पुरानो छ. उनको झोला पुरानो छ. Is your bag heavy? के तिम्रो झोला गरुङ्गो छ? के तिम्रो झोला गरुङ्गो छ? के तिम्रो झोला गरुङ्गो छ? Yes, my bag is heavy. हो मेरो झोला गरुङ्गो छ. हो मेरो झोला गरुङ्गो छ. हो मेरो झोला गरुङ्गो छ. No, my bag is not heavy. It's light. होइन मेरो झोला गरुङ्गो छैन. यो हलुको छ. होइन मेरो झोला गरुङ्गो छैन. यो हलुको छ. होइन मेरो झोला गरुङ्गो छैन. यो हलुको छ. Hot, तातो, तातो. Cold, चिसो, चिसो. Today it's very cold. आज एकदम चिसो छ. आज एकदम चिसो छ. आज एकदम चिसो छ. Please give me some hot water. मलाई अलिकति तातो पानी दिनुस् न. मलाई अलिकति तातो पानी दिनुस् न. मलाई अलिकति तातो पानी दिनुस् न. Today's weather is nice. आजको मौसम राम्रो छ. आजको मौसम राम्रो छ. आजको मौसम राम्रो छ. Big, ठुलो, ठुलो. Small, सानो, सानो. Difficult, गाह्रो,
गाह्रो easy सजिलो सजिलो That tree is big त्यो रुख ठुलो छ त्यो रुख ठुलो छ त्यो रुख ठुलो छ This plant is small यो बिरुवा सानो छ यो बिरुवा सानो छ यो बिरुवा सानो छ That game is difficult त्यो खेल गाह्रो छ त्यो खेल गाह्रो छ त्यो खेल गाह्रो छ This exam is easy यो परीक्षा सजिलो छ यो परीक्षा सजिलो छ यो परीक्षा सजिलो छ How is Anna's cat एनाको बिरालो कस्तो छ एनाको बिरालो कस्तो छ एनाको बिरालो कस्तो छ Anna's cat is small एनाको बिरालो सानो छ एनाको बिरालो सानो छ एनाको बिरालो सानो छ How is Rehman's jacket रेहमानको ज्याकेट कस्तो छ रेहमानको ज्याकेट कस्तो छ रेहमानको ज्याकेट कस्तो छ Rehman's jacket is red रेहमानको ज्याकेट रातो छ रेहमानको ज्याकेट रातो छ रेहमानको ज्याकेट रातो छ Which is Gita's car गीताको कार कुन हो गीताको कार कुन हो गीताको कार कुन हो Hers is the blue one उनको नीलो चाहिँ हो उनको नीलो चाहिँ हो उनको नीलो चाहिँ हो Which is Kawaguchi's house कावागुचीको घर कुन हो कावागुचीको घर कुन हो कावागुचीको घर कुन हो Kawaguchi's house is the tall one कावागुचीको घर अग्लो चाहिँ हो कावागुचीको घर अग्लो चाहिँ हो कावागुचीको घर अग्लो चाहिँ हो Which is your house तिम्रो घर कुन हो तिम्रो घर कुन हो तिम्रो घर कुन हो Okay, that brings us to the end of episode 3. Feel free to write any comment or suggestion. Thank you very much. धन्यवाद